जय मसी साथीहरू, म चाहिँ दाँत दुखेको बेलामा खाना खाँदैछु है। दाँत पुरा दुखिरहेको छ मेरो। आज चाहिँ हस्पिटल जानुपर्ने छ। हस्पिटल गएर मेरो दाँत खोल्नुपर्ने छ है। आजको डेट बोलाएको छ। मलाई चपाएको चाहिँ राम्रो चपाएको जस्तो देख्दैछ, तर चपाउनु हुँदैन। अलग्गै मैले चपाएर खाँदैछु है। यति बेसी मलाई दुखिरहेछ। हतार खाना खाइसकेर रेडी हुँदैछु म चाहिँ अब जानुको लागि। स्किन ड्राई भएको कारणले गर्दाखेरि यसरी क्रिम लगाउनुपर्छ हातहरुमा पनि, मोइस्चराइजर क्रिम। हेलो, जय मसी अनि गुड मर्निङ गाइस। म चाहिँ आज मेरो दाँत खोल्नु बोलाएको थियो है। म चाहिँ दाँत खोल्नु जाँदैछु गाइस। दाँत चाहिँ अझै दुखिरहेको छ मेरो। अब चाहिँ हिँडिसकेँ गाडीमा। अनि यो चाहिँ माखा र सिङतामको बिचमा हो, जाम भइरहेको छ। जहिले पनि यस्तै हुन्छ, बाटो बनिँदैछ र हस्पिटलमा नि यति बेसी भिड, यति बेसी। हेर्नुहोस् न, लाइनमा छु है म। कार्ड बनिसकेँ। दाँत चाहिँ मैले यो खोल्नुपर्ने छ है। अब गएको म दाँत खोल्नु। भित्र पनि लाइनमा बस्नु पर्दो रहेछ। अनि लाइनमा म बसिरहेको छु। म चाहिँ गाइस दाँत खोल्नु आएको थिएँ। अनि एक्लै आउँदा हुँदैन रहेछ है, साथी लिएर आउनु भन्नुभयो। अनि हस्पिटलमा कोही चिनेको छ कि भनेर मैले एकाउन्ट खोजेँ, कोही पाइनँ। अनि अहिले चाहिँ म आफ्नै रिक्समा है एउटा लेखिकन दिएर है म लाइनमा बसिरहेको छु। अब एकछिनबाट मेरो नाम आउँछ होला। गाइस मलाई चाहिँ पुरा डर लागिरहेको छ। फर्स्ट टाइम यसरी दाँत खोलेको है, कहिले पनि खोलेको छुइनँ। अनि मेरो अलिक इन्फेक्सन पनि भएको छ भनेर चाहिँ सफा गर्नुपर्छ भनेर चाहिँ मलाई पुरा डर लागिरहेको छ। अब मैले चाहिँ अलरेडी उखालिसकेँ। कस्तो देखिरहेको छ हेर्नुहोस् न, कटन यत्रो लगाइदिएँ। चेप्नु भनेर चाहिँ चेपिरहेको छु। अनि थुक पनि निल्नु नहुने अरे हो, थुक्नु पनि नहुने अरे। अब म चाहिँ दाँत उखालिसकेँ, दबाई खाँदैछु। अब यो दबाई खाइसकेपछि म गान्तोक जानुपर्ने छ है, एफआर अफिस। आज नगए नहुनेछ। अनि दाँत उखालिसकेर चाहिँ पुरा दुख्यो, त्यही भएर दबाई खाँदैछु है। बिहान बेलुकी खाने दबाई दिनु भएको छ 5 दिनको। यस्तो दुखिरहेछ दाँत। मेरो चाहिँ इन्फेक्सन पनि भएको छ अघि नि त, त्यही भएर दुखेको पनि होला। दबाई पनि 3 थरीको दिएको थियो है। एउटा एन्टिबायोटिक, एउटा प्यारासिटामोल पनि थियो, अनि एउटा चाहिँ इन्फेक्सनको। अब म चाहिँ निस्किसकेँ। लगभग मैले टाइम हेरेको 1 बज्दै रहेछ है। म चाहिँ अब निस्केको। गान्तोकतिर लागेको अब म। हेर्नुहोस् न, यो पनि रानीपुलदेखि उँभो जाम भएर है। गान्तोकको बाटोमा यति बेसी जाम हुन्छ, यति बेसी जाम हुन्छ। अलरेडी म पुगिसकेँ एफआरओ अफिस। पुरा मान्छे भिड रहेछ है। मैले चिनेको भाइहरू रहेछ, मेरो छिमेकी भाइहरू। चाहिँ मेरो दादाको कागजमा डेट बनाउनु पर्ने थियो। अनि यहाँनिर लाइनमा बसिरहेको, नामै आएन, के गर्दैछ भनेर भित्र अफिसमा पनि हेरेको। मैले चाहिँ एफआरओमा काम सकेर अब निस्केँ है। अफिसको काम सकेर चाहिँ अब म एनिमल हस्बेन्ड्री जाउँ भनेको। टाइम ज्यादा छैन है, फर्किनु पनि पर्छ। अनि अब एनिमल हस्बेन्ड्री गएर मेरो बिरालो अपरेसन हुन्छ भनेर सोधेर, अनि बच्चालाई उपिया परेको छ, त्यो उपियाको दबाई पनि लिएर आउनु पर्यो भनेर जाँदैछु है। चाहिँ गाडीमा चढेर गएँ है। यहाँदेखि जो उकालो लिनुपर्ने रहेछ। यो फर्स्ट टाइम आएको म यहाँनिर जाँदैछु है। अनि भित्रको चाहिँ भिडियो गर्नु मिल्दैन, त्यही भएर गरेको छुइनँ मैले भित्रको भिडियो।
डाक्टरलाई देखाएर पनि म बाहिर निस्किसकेँ है। दबाई लेखिदिनु भएको छ अनि मेरो बिरालोको अपरेसन हुन्छ कि हुँदैन त्यो पनि मैले सोधेँ है। अनि इन्जेक्सनहरू गर्नुपर्छ अरे अनि अपरेसन गर्नुभन्दा अगाडि 3टा इन्जेक्सन गर्नुपर्छ भनेर भन्नुभयो है। अनि म चाहिँ अब यहाँदेखि फर्किनुको लागि मैले मेरो गाउँको ज्वाइँलाई फोन गरेको छु है। उहाँको गाडीको पर्खाइमा छु म। अनि धेरै बेर पर्खिनु पर्यो है, जामले गर्दाखेरि ज्वाइँ आइपुग्नु भएन। म चाहिँ यहाँकै यति बेसी बसेँ, मलाई यति बेसी अप्ठ्यारो पनि लाग्यो है। अनि अरू गाडीमा जानु पनि मलाई हतार थियो। अनि म चाहिँ डाइरेक्ट आफ्नै गाउँकै गाडीमा जाउँ भनेर है। म चाहिँ पुरा वेटिङमा छु है। गाडी कति आयो कति गयो त्यस्तो गाडी त अरू गाडीमा जानु सिङतामसम्म गएर अर्को गाडी भेट्छ पनि भेट्दैन पनि है। अनि कहिले छिटो गाडी गइसक्छ नि त, भेट्दैन, रिजर्भ गरेर जानुपर्ने हुन्छ घर। अनि त्यही भएर चाहिँ मैले वेटिङ गरेको है। मेरो ज्वाइँकै गाडी आउँछ अनि ज्वाइँकै गाडीमा फर्किन्छु भनेर चाहिँ मैले पर्खिबस्थेँ है। धेरै टाइम लाग्यो, यति बेसी लगाउनु है। लास्टमा ज्वाइँको गाडी आयो।